महान कामलाई यहाँ हुन दिनुहोस्, तपाईको यो महान कामलाई यहाँ प्रकट हुन दिनुहोस् येशूको नाउँमा, येशूको नाउँमा, येशूको नाउँमा। ओ परमेश्वर पिता, म प्रार्थना गर्दछु रिबा साखाया आन्देलेरेबे रि साखाया हान्दोरबु रिबा सेक्री आन्देलेरेबे येशूको नाउँमा, येशूको नाउँमा। यहाँ चंगाई बग्दैछ, यहाँ छुटकारा बग्दैछ, यहाँ पवित्र आत्माको सामर्थ्य बग्दैछ, यहाँ पवित्र आत्माको शक्ति बग्दैछ, पवित्र आत्माको आगो यहाँ बग्दैछ, रिलिज हुँदैछ। रिसिभ गर्नुहोस्, रिसिभ गर्नुहोस्, लिनुहोस्। पवित्र आत्माको आगो तपाईको जीवनमा बग्दैछ, पवित्र आत्माको अभिषेक तपाईको जीवनमा बग्दैछ। लिनुहोस्, लिनुहोस्। रिबा सेक्री यान्दे रेबे सेक्रिया हो रिबा साक्रा यान्दे रेबे येशूको नाउँमा, येशूको नाउँमा, येशूको नाउँमा। आज यहाँ भएका हरेकैको जीवनमा पवित्र आत्माको सामर्थ्य बग्दैछ, पवित्र आत्माको शक्ति बग्दैछ, पवित्र आत्मा जीवनमा पवित्र आत्माको सामर्थ्य बग्दैछ, पवित्र आत्माको शक्ति बग्दैछ, पवित्र आत्माको महान काम यहाँ हुँदैछ। हरेक एकको जीवन भएका हरेक अन्यायका बन्धनहरू टुट्दैछ, रोग र बिमारका बन्धनहरू टुट्दैछन् येशूको नाउँमा। हो रिबा साखा यान्दे रेबे हो रिबा सेक्री यान्दे रेबे सेके रिबा बाबा बाबा साखा यान्दे रेबे येशूआ, येशूआ, येशूको नाममा छुनुहोस् पिता, छुनुहोस्। यहाँ भएका हरेक एक माथि, हरेक एक माथि तपाईको आत्माको आगो खन्याउनुहोस्, तपाईको आत्माको आगो, आगो यहाँ खन्याउनुहोस्, पवित्र आत्माको आगो यहाँ खन्याउनुहोस्। हरेक माथि छंगाई, हरेक माथि छुटकारा, हरेक माथि, हरेक एक माथि पवित्र आत्माको अभिषेकलाई रिलिज गर्दछु येशूको नाउँमा। यस हालेलुया। आज धेरैजना तपाईका छोरा छोरीहरूले परमेश्वरलाई बिउताउ भनिकन हालेलुया मत्ती 10 को 1 देखि 7, 8, 10 सम्म तपाईले पढ्न सक्नुहुनेछ। त्यहाँ परमेश्वरले येशू आफैले त्यो अधिकार दिनुभयो आफ्ना चेलाहरूलाई। हालेलुया। येशूले के गर्नुभयो? दुष्ट आत्माहरूमाथि विजय पाउन, दुष्ट आत्माहरूदेखि अथवा पापहरूबाट जब हामी रोगहरू निको हुनको लागि हामी खोज्छौँ, रोगहरूबाट विभिन्न चिन्ताहरूबाट पहिलो कुरा चाहिँ हामीले पापबाट चाहिँ मुक्ति पाउनुपर्छ, पापबाट क्षमा पाउनुपर्छ, पापहरूबाट हामीले क्षमा पाउनुपर्छ। येशूले भन्नुभयो हालेलुया, यदि कसैले परमेश्वरमा आफ्नो जीवन दिन्छ, यदि कसैले परमेश्वरका पुत्रलाई उसले स्वीकार गर्छ र आफ्ना पापहरू छोड्याउँछ भने उसमा चाहिँ अनन्त जीवन बगी निस्किनेछ। हालेलुया। परमेश्वरले उसलाई चाहिँ अनन्तको जीवन दिनुहुनेछ। आमेन। हालेलुया। परमेश्वरले के गर्नुहुनेछ? अनन्तको जीवन। अब परमेश्वरको वचनमा धरा हो, एकदमै जोसिला हो, परमेश्वरको वचनमा धरो भएर खडा भइराख। हेलो, सुन्दै हुनुहुन्छ तपाईले? हेलो, मलाई सुन्दै हुनुहुन्छ तपाईले? कतिजनाले परमेश्वरको वचनले के भन्छ? परमेश्वरको वचनमा धरो भएर खडा भइराख, किनभने परमेश्वरका पुत्रले हामीलाई स्वतन्त्र हुन भनिकन नै स्वतन्त्र तुल्याउनु भएको छ, स्वतन्त्र पार्नु भयो। उहाँले हामीलाई स्वतन्त्र पार्नु भएको छ। स्वतन्त्र रहनको लागि, स्वतन्त्रतामा जिउनको लागि, विजयको जीवन जिउनको लागि, छुटकाराको जीवन जिउनको लागि, विजयको जीवन जिउनको लागि। हालेलुया। एकदम विजयको जीवन जिउनको लागि उहाँले तपाईँ र मलाई बोलाउनु भएको छ, उहाँले तपाईँ र मलाई स्वतन्त्र पारिसक्नु भएको छ। अब यहाँ भन्दैछ फेरि फेरि पाप गरेर तिम्रो दासत्वको जुवामा नपर, नपर, फेरि फेरि दासत्वको जुवामा। महान कामलाई यहाँ हुन दिनुहोस्, तपाईको यो महान कामलाई यहाँ प्रकट हुन दिनुहोस् येशूको नाउँमा, येशूको नाउँमा, येशूको नाउँमा। ओ परमेश्वर पिता, म प्रार्थना गर्दछु रिबा साखाया आन्देलेरेबे रि साखाया हान्दोरबु रिबा सेक्री आन्देलेरेबे येशूको नाउँमा, येशूको नाउँमा। यहाँ चंगाई बग्दैछ, यहाँ छुटकारा बग्दैछ, यहाँ पवित्र आत्माको सामर्थ्य बग्दैछ, यहाँ पवित्र आत्माको शक्ति बग्दैछ, पवित्र आत्माको आगो यहाँ बग्दैछ, रिलिज हुँदैछ। रिसिभ गर्नुहोस्, रिसिभ गर्नुहोस्, लिनुहोस्। पवित्र आत्माको आगो तपाईको
जीवनमा बग्दैछ पवित्र आत्माको अभिषेक तपाईको जीवनमा बग्दैछ लिनुहोस् लिनुहोस् रिबा सेक्री यान्दे रेबे सेक्रिया हो रिबा साक्रा यान्दे रेबे येशूको नाउँमा येशूको नाउँमा येशूको नाउँमा आज यहाँ भएका हरेक एकको जीवनमा पवित्र आत्माको सामर्थ्य बग्दैछ पवित्र आत्माको शक्ति बग्दैछ पवित्र आत्मा जीवनमा पवित्र आत्माको सामर्थ्य बग्दैछ पवित्र आत्माको शक्ति बग्दैछ पवित्र आत्माको महान काम यहाँ हुँदैछ हरेक एकको जीवन भएका हरेक अन्यायका बन्धनहरू टुट्दैछ रोग र बिमारका बन्धनहरू टुट्दैछन् येशूको नाउँमा हो रिबा साखा यान्दे रेबे हो रिबा सेक्री यान्दे रेबे सेके रिबा बाबा मामा साखा यान्दे रेबे येशूआ येशूआ येशूको नाममा छुनुहोस् पिता छुनुहोस् यहाँ भएका हरेक एकमाथि तपाईको आत्माको आगो खन्याउनुहोस् तपाईको आत्माको आगो आगो यहाँ खन्याउनुहोस् पवित्र आत्माको आगो यहाँ खन्याउनुहोस् हरेक माथि छङ्गाई हरेक माथि छुटकारा हरेक एक माथि पवित्र आत्माको अभिषेकलाई रिलिज गर्दछु येशूको नाउँमा यस हालेलुया आज धेरैजना तपाईका छोरा छोरीहरूले परमेश्वर येशूको नाउँमा हरेक बन्धन टुट्दैछ म देख्दैछु कतिजनाको शरीरबाट ती बन्धनहरू टुट्दैछन् ती साङ्लाहरू टुटिराखेको छ हालेलुया हालेलुया यो प्रार्थना गर्दा गर्दै तपाईको शरीरबाट ती सबै बन्धनहरू टुटी जानेछ रिसेकियान्दा बाबा बाबा हो रिपा यान्दे रेबे येशूको नाउँमा यो लाइफमा बस्दै गर्दाखेरि प्रार्थना गर्दै गर्दाखेरि परमेश्वरको चङ्गाई तपाईमाथि आउनेछ रिबा बाबा बाबा सेके हो रिबा साका यान्दे रेबे हो रिसेक्रियान्दा रबा येशूको नाउँमा हो रिबा सेक्रियान्दे रेबे येशूआ ओ रिबा सेक्रियान्दे रेबे हरेक जना सबैजना प्रार्थना ओ रिबा सेक्रियान्दे रेबे रिबा सायन येशूको नाउँमा हरेक बन्धन टुट्दैछ म देख्दैछु कतिजनाको शरीरबाट ती बन्धनहरू टुट्दैछन् ती साङ्लाहरू टुटिराखेको छ हालेलुया हालेलुया यो प्रार्थना गर्दा गर्दै तपाईको शरीरबाट ती सबै बन्धनहरू टुटी जानेछ रिसेकियान्दा बाबा बाबा हो रिपा यान्दे रेबे येशूको नाउँमा यो लाइफमा बस्दै गर्दाखेरि प्रार्थना गर्दै गर्दाखेरि परमेश्वरको चङ्गाई तपाईमाथि आउनेछ रिबा बाबा बाबा सेके हो रिबा साका यान्दे रेबे हो रिसेक्रियान्दा रबा येशूको नाउँमा हो रिबा सेक्रियान्दे रेबे येशूआ ओ रिबा सेक्रियान्दे रेबे हरेक जना सबैजना प्रार्थना ओ रिबा सेक्रियान्दे रेबे रिबा सायन छु आशिषको ढोकालाई म खोल्दछु येशूको नाउँमा रिबा बाबा बाबा ओ लिमायाको जीवनमा रबिनाको जीवनमा पूर्णताको जीवनमा येशूको नाउँमा ओ रिबा सेक्रियान्दे रेबे हालेलुया। परमेश्वरको आशिष यहाँ हुन जाँदैछ मण्डली, परमेश्वरको आशिष तपाईको जीवनमा हुन जाँदैछ, तपाईको परिवारमा, तपाईको घरमा, हरेक एकको परिवारमा परमेश्वरले महान काम गर्न जाँदैछ। धेरै भयो तपाईले प्रार्थना गरेको, धेरै भयो तपाईले उपवास बसेको, धेरै भयो तपाईले परमेश्वरसँग रोएको, तर अब परमप्रभु परमेश्वर भन्नुहुन्छ, ए छोरी अब तिम्रो आँसु पुछ्ने दिन आएको छ, अब तिम्रो आँखाबाट आँसुहरू पुछिनेछ। हालेलुया हालेलुया। लालमाया प्रार्थना गर्नुहोस्, रोसिला प्रार्थना गर्नुहोस्, हालेलुया। चन्द्र प्रार्थना गर्नुहोस् येशूको नाउँमा, हालेलुया। आशिषको ढोकालाई म खोल्दछु येशूको नाउँमा। रिबा बाबा बाबा ओ लिमायाको जीवनमा, रबिनाको जीवनमा, पूर्णताको जीवनमा येशूको नाउँमा ओ रिबा सेक्रियान्दे रेबे, हालेलुया। परमेश्वरको आशिष यहाँ हुन जाँदैछ मण्डली, परमेश्वरको आशिष तपाईको जीवनमा
हुन जाँदैछ तपाईको परिवारमा तपाईको घरमा हरेक एकको परिवारमा परमेश्वरले महान काम गर्न जाँदैछ धेरै भयो तपाईले प्रार्थना गरेको धेरै भयो तपाईले उपवास बसेको धेरै भयो तपाईले परमेश्वरसँग रोएको तर अब परमप्रभु परमेश्वर भन्नुहुन्छ ए छोरी अब तिम्रो आँसु पुछ्ने दिन आएको छ अब तिम्रो आँखाबाट आँसुहरू पुछिनेछ हालेलुया हालेलुया लालमाया प्रार्थना गर्नुहोस् रोसिला प्रार्थना गर्नुहोस् हालेलुया चन्द्र प्रार्थना गर्नुहोस् येशूको नाममा हालेलुया काले